नमस्कार। यही फागुन 21 गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। उम्मेदवारहरू अहिले घर दैलोमा छन्, घर घरमा पुगेर टोल टोल बस्ती बस्तीमा पुगेर मत मागिरहेका छन् आम मतदातासँग। घर घरमा भेटिएका उम्मेदवारका निकटकाहरूलाई उम्मेदवारको एजेन्डाको बारेमा थाहा छ, किन मत दिने भनेर। तर आम नागरिकहरू जो टाढा हुनुहुन्छ उहाँहरूको कुरा सुन्नको लागि र सुनाउनको लागि एउटा उम्मेदवारसँगको अन्तर्वार्ता कार्यक्रम सुरु गरेका छौँ। खास उहाँहरूलाई किन मत दिने, उहाँहरूको एजेन्डा के हो, मूलतः यही विषयमा हामीले अन्तर्वार्ता गरिरहेका छौँ। यही क्रममा आज नेपाली कङ्ग्रेसका उम्मेदवार दीपन कुमार श्रेष्ठ हुनुहुन्छ। उहाँलाई मत किन दिने भन्ने लगायतका बारेमा कुरा गर्नको लागि आउनुहोस् उहाँको कुरा गरौँ। स्वागत गरौँ। दाइ नमस्ते। नमस्ते, जय नेपाल। घर दैलोमा हुनुहुन्छ, कस्तो भइरहेछ, कहाँ कहाँ पुगेर अहिलेसम्म चाहिँ कहाँ कहाँ पुगेर आउनु भएको छ? अहिले घर दैलो अभियानको क्रममा म सरस्वती सबै पालिका 10वटै पालिका म पुगिसकेको छु र सबै ठाउँ म जहाँ जान्छु त्यहाँ चाहिँ एउटा उत्साह देखिएको छ। आम जनतामा पनि अब पार्टीको कार्यकर्ताहरूमा पनि एउटा उत्साह देखिएको छ। यसपल्ट चाहिँ हामीले खोजेको जस्तो उम्मेदवार पाइयो। यहीँ बसेर हाम्रो सुख दुःखमा साथ दिएको एउटा उम्मेदवार अब हामीले पाइयो, हाम्रो दुःख सुख बुझ्छ र अब चाहिँ रुख चिन्हमा मतदान गरेर दीपन कुमार श्रेष्ठलाई जिताउनुपर्छ। दीपन कुमार श्रेष्ठले नै हाम्रो कठिनाइहरू, हाम्रो समस्याहरू, हाम्रो भगाइहरू बुझेको छ, भोगेको छ, देखेको छ, जानेको छ। त्यसै कारणले अब उहाँसँगै हामी सङ्घ सभालाई समृद्धि र विकासको मार्गतर्फ अगाडि बढ्ने भन्ने चाहिँ एउटा आम जनतामा एउटा चाहिँ त्यो खालको एउटा माहौल बनेको छ। मतदाताहरू केही हदसम्म त उत्साहित देखिरहेछौँ होइन चुनावको लागि। तपाईँ आफू चाहिँ एज अ उम्मेदवार होइन कतिको उत्साहित हुनुहुन्छ? म अत्यन्तै धेरै उत्साहित छु। तपाईँको अहिले अब विजय पार्टी कार्यकर्ताको रूपमा पार्टीको चाहिँ जिम्मेवारी पदमा बसेर आम जनताको बिचमा तपाईँको चाहिँ म पटक पटक अब गएको छु। तथापि उम्मेदवारको रूपमा म पहिलोपटक तपाईँको सार्वजनिक पदमा यसरी चुनाव लड्दैछु र हिजो पार्टीको भोट माग्न जाँदा र आफू अहिले उम्मेदवारै भएर तपाईँको भोट माग्ने क्रममा चाहिँ तपाईँको अलिक फरक पनि हुँदो रहेछ। मैले फरक अनुभूति पनि गरेको छु र म अत्यन्तै गौरवान्वित छु कि सङ्घसभाली जनताले हिजो जुन खालको म प्रति चाहिँ तपाईँको एउटा सद्भाव देखाउनु भएको छ, एउटा माया दर्शाउनु भएको छ, साथ दिनुभएको छ, समर्थन गर्नुभएको छ होइन, यसप्रति चाहिँ म नतमस्तक छु। तपाईँको म अत्यन्तै उत्साहित उहाँहरूलाई त्यो भेटेर उहाँहरूको मलाई कसरी हेर्नु पर्छ भन्ने कुरा बल्ल एक्सपोज हुँदैछ। एज अ प्रतिनिधि सभा सदस्य, एज अ संसदको रूपमा उहाँहरूले दीपन कुमार श्रेष्ठ कस्तो होस् भन्ने चाहनु हुँदो रहेछ भन्ने कुरा मैले पहिलोपटक अनुभव गरिरहेको छु र म अत्यन्तै उत्साहित छु। उहाँहरूले मैले अघि पनि भने उहाँहरूको जुन विश्वास भरोसा म माथि उहाँहरूले देखाउनु भएको छ त्यसबाट म एक त गौरवान्वित पनि भएको छु, अत्यन्तै उत्साहित पनि भएको छु। अब मूल विषयवस्तुतर्फ प्रवेश गरौँ। मेरो अनुरोध चाहिँ के हो भने, सबैसँग मेरो अनुरोध के हो भने कुराकानीको क्रममा अरू दलका उम्मेदवार अरू दललाई होइन आरोप प्रत्यारोप भन्दा पनि आफ्नो कुरा सुन्ने र सुनाउने कार्यक्रमको रूपमा मैले परिकल्पना गरे हो। त्यसैले आरोप भन्दा पनि हजुरको एजेन्डाको बारेमा हामी कुरा गर्छौँ। विषयवस्तु मुख्य मुद्दामा एउटा चाहिँ देख्ने भेट्ने केहीलाई तपाईँको बारेमा अल टोटल थाहा होला, तर सबैले थाहा नहुन सक्छ। तपाईँ आफूले चाहिँ मतदातालाई कसरी परिचित गराउनुहुन्छ? तपाईँ खास को हो भनेर चाहिँ कसरी चिन्ने के आम मतदाताले? म हेर्नुहोस्, म एउटा अत्यन्तै सामान्य परिवारको मान्छे हुँ। विशेषतः तपाईँको खाँदबारी नगरपालिका वार्ड नम्बर 1 मा मेरो घर छ। तपाईँको मेरो बुबा पहिला त कृषि पेसामा हुनुहुन्थ्यो, पछि सामान्य जागिरी होइन, सामान्य जागिरीको रूपमा तपाईँको काम गर्नुभयो। मेरो आमा एउटा हाउसवाइफ भनौँ न होइन, घरमै काम गर्ने एउटा महिलाको रूपमा
हुनुहुन्छ। हामी सामान्य परिवारको मान्छे हो र अब तपाईँको म चाहिँ 11 वर्षको उमेरदेखि यो राजनीति र सामाजिक क्षेत्रमा छु। भनेको अहिले लगभग 2046 को पेरिफेरीमा होइन 2046 को पेरिफेरीमा म तपाईँको नेभी सङ्घको राजनीतिबाट चाहिँ तपाईँको मैले राजनीतिक सुरुवात गरेको हो। तपाईँको म नेभी सङ्घ त्यतिखेर आदर्श निमावि पिप्ले भन्ने म यो फेरि मैले खाँदबारी बजारमा बसिकन पनि म अलि तल त्यो गाउँको स्कुलमा बजारभन्दा तल गाउँको स्कुलमा मैले पढेको हो। त्यहाँ निमाविसम्म थियो 7 कक्षासम्म थियो। मैले 7 कक्षासम्म त्यहाँ पढेको। मैले 6 कक्षामा पढ्दै गर्दाखेरि म जुरेसको सभापति, त्यो पनि निर्वाचित, म आफूले भन्दा पनि साथीहरूले सभापति उठ्नुपर्छ भनेर लाउनु भयो। सभापति उहाँहरूले नै जिताउनु भयो। म भोट माग्न पनि गएन, विद्यार्थीहरूले सबैले जिताउनु भएको त्यो। त्यहाँबाट मैले राजनीतिक मेरो सुरुवात भएको। पछि मैले एसएलसी पास गरिसकेपछि मैं वरुण बहुमुखी क्याम्पसमै पढेँ। म त्यसपछि यो 7 कक्षासम्म आदर्शमै पढेँ। त्यसपछि हिमालय माध्यमिक विद्यालयमा 8 कक्षादेखि म 10 कक्षासम्म त्यहाँ पढेँ। त्यसपछि त्यहाँबाट त्यहाँको शिक्षा पुरा गरिसकेपछि मैले चाहिँ तपाईँको वरुण बहुमुखी क्याम्पसमा, त्यतिखेर आइए थियो, अहिले त फेज आउट भयो, आइए थियो, म आइएमा भर्ना भएँ। त्यही आइएमा भर्ना हुने दौरानमै सेकेन्ड इयरमा पढ्दै गर्दा तपाईँको म नेभी सङ्घको जिल्ला अध्यक्ष भएँ। त्यसपछि पार्टी राजनीतिमा अझ बढी सक्रिय भएर तपाईँको अगाडि बढ्यो। अब विद्यार्थी सङ्गठनमा अब गाउँ गाउँ जाने, बुझ्ने, हिँड्ने त्यो चाहिँ अवसर पनि प्राप्त भयो। त्यसपछि म नेभी सङ्घको केन्द्रीय सदस्य पनि भयो। मैले यो बिएसम्म मैले वरुण बहुमुखी क्याम्पसमा अध्ययन गरेँ। बिएसम्म यहाँ चाहिँ पढिसकेपछि अब यहाँ त एमए थिएन। म त्यसका लागि किर्तिपुर, मैले काठमाडौँ अब चाहिँ किर्तिपुरमा होइन त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा चाहिँ गएर त्यहाँ अध्ययन गर्ने, यो ग्रामीण विकास विषय, त्यतिखेर पहिलो ब्याज हो हामी, ग्रामीण विकास भन्ने विषय त्यहाँ चाहिँ अध्ययन गरेँ मैले। 2 वर्ष त्यहाँ चाहिँ पढाइसकेपछि फेरि म चाहिँ यहाँ फर्केँ। म नेभी सङ्घको केन्द्रीय सदस्य थिएँ त्यतिखेर। नेभी सङ्घको केन्द्रीय सदस्य भएर मैले काम गर्ने सौभाग्य पाएँ। अहिलेका उपसभापति विश्वप्रकाश शर्मा त्यतिखेर हाम्रो अध्यक्ष हुनुहुन्थ्यो, नेभी सङ्घको अध्यक्ष हुनुहुन्थ्यो। अहिलेका हाम्रा आदरणीय सभापति गगन कुमार थापा त्यतिखेर उपाध्यक्ष हुनुहुन्थ्यो। अहिलेका महामन्त्री गुरुराज घिमिरे त्यतिखेर सहमहामन्त्री हुनुहुन्थ्यो। अहिलेका महामन्त्री प्रदीप पौडेल त्यतिखेर उपाध्यक्ष सदस्य हुनुहुन्थ्यो के हुन्थ्यो, मैले अहिले बिर्सेँ। भनेपछि हामीसँगै एउटा काम गर्ने अवसर पनि पाइयो। त्यसपछि फेरि मैले पढाइसकेर फेरि म जिल्लै फर्केँ। जिल्लाको पार्टी राजनीतिमा त्यसपछि मैले प्रवेश गरेँ। म जिल्लाको सहसचिव भएँ सुरुमा, पार्टीभित्र सहसचिव भएँ। त्यसपछि सचिव भएँ। 62-63 को आन्दोलन तपाईँको अब अरू धेरै नेताहरू काठमाडौँमै बस्ने, अब हाम्रो सभापति त्यतिखेर ताराबन्दा हुनुहुन्थ्यो, उहाँ पनि काठमाडौँमै बस्ने। गोपाल दास पहाडी वा केन्द्रीय सचिव हुनुहुन्थ्यो, उहाँ काठमाडौँमै बस्ने। यो जिल्लामा चाहिँ टोटल तपाईँको यो कङ्ग्रेसको तर्फबाट प्रतिगमन विरोधी आन्दोलन पनि हामीले चाहिँ राजाको कुपछि प्रतिगमन विरोधी आन्दोलन गऱ्यौँ। त्यसको आन्दोलनको नेतृत्व पनि कङ्ग्रेसको तर्फबाट मैले गरेका थिएँ। 62-63 को आन्दोलनमा त उता हुनुहुन्थ्यो, त्यसमा मैले नै गरेँ। नगर बहिष्कार आन्दोलनका क्रममा हामी जेलमा पनि बस्यौँ। त्यतिखेर त हाम्रा, म सम्झिन जान्छु, आदरणीय स्वर्गीय गोपाल दास पहाडी उहाँ भित्र जानुभयो, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु। उहाँ लगायत तारामान गुरुङ, बिना पौडेल, उषा कार्की, कुमार बाबु अधिकारी, ज्ञानबहादुर कार्की, हरिशोध थापा मगर, म शेरबहादुर लगायत थुप्रै कङ्ग्रेसका, महेश थपलिया ल थुप्रै हामी चाहिँ तपाईँको त्यतिखेर नजरबन्दमा बस्यौँ, जेलमा बस्यौँ होइन। हामीलाई थुनामा पनि राख्यो। तपाईँको त्यो त्यसपछि हामी अब रिहा पनि भयौँ, पछि रिहा पनि भयौँ र 62-63 को आन्दोलन क्रममा मैले तपाईँहरूलाई भने अघि त्यसको नेतृत्व पनि गरियो। यस्तो समय पनि थियो तपाईँको, मलाई अहिले सम्झिन चाहन्छु, राजाले जब चाहिँ तपाईँको टेक ओभर गर्यो है, राजाले टेक ओभर गरेपछि माघ 19 गते राजाले टेक ओभर गरिसकेपछि तपाईँको यहाँ कस्तो स्थिति भने पुरा भ्याकुम, शून्यता, कोही नबोल्ने अवस्था थियो। त्यतिखेर मलाई सम्झ कोही निक्लिँदैन थियो, आर्मी शासनै जत्तिकै थियो। अनि अब धेरै ठुलो कुरा पनि गर्न सक्यौँ, त्यसका विरुद्ध त केही न केही गर्नुपर्छ भनेर त्यो हामीले प्रतिगमन विरोधी आन्दोलनका क्रममा प्ले कार्डहरू बनाएका थियौँ होइन, झन्डाहरू प्रदर्शन गर्ने खालको कुराहरू गर्थ्यौँ। त्यतिखेर तपाईँको त्यो प्ले कार्डहरू
अब धेरै ठाउँ त गर्न सकिँदैन थियो पोखरी बजार वरिपरि होइन प्लेकार्डहरू लगेर बिहानै 3 बजे नै उठेर गएर चाहिँ प्लेकार्डहरू राखेको होइन अब झन्डाहरू राखेको मलाई अहिले जस्तो लाग्छ त्यतिखेर त्यस्तो माहौल थियो र अरू कुरा यो द्वन्द्वको बेलामा यति धेरै चाहिँ तपाईँको सङ्घर्षवादी जनताले दुःख पाउनुभयो प्रशासनबाट पनि माओवादीबाट पनि राज्य पक्षबाट पनि माओवादी पक्षबाट पनि उनीहरूको घाउमा मलमपट्टि लगाउने मान्छे पनि हुँदैन थियो क्या त्यतिखेर उहाँहरू सँगसँगै बसेर काम गरेको एउटा चाहिँ अनुभव पनि छ होइन अब मैले भनिहालेँ त्यसपछि बसेडी त्रिशुलीको आन्दोलनपछि म जिल्ला सचिव भएर लामो समय काम गरेँ त्यसपछि जिल्ला सभापति बन्ने सौभाग्य पनि प्राप्त गरेँ जिल्ला सभापति भएर मैले काम गरेँ अब जिल्ला सभापति हुँदा साङ्गठनिक गतिविधि अब राम्रै ढङ्गबाट अगाडि बढाइयो भनौँ न हामीले 74को निर्वाचनमा म सभापति हुँदै गर्दा 74को निर्वाचनमा तपाईँको हामीले अब नेकपाको गठबन्धन भयो एमाले र माओवादी मिलेर सरकार के भयो चुनाव लड्नुभयो त्यसमा हामीले प्रत्यक्षतर्फ त निर्वाचन जित्न सकेनौँ तर समानुपातिकतर्फ हामी पहिलो दलको रूपमा चाहिँ थियौँ हाम्रो 27,000 मत आएको थियो एमालेको 26,000 मत रहेको थियो अब त्यो पोजिसनसम्म पार्टीलाई पनि अब ड्राइभ गरियो अहिले चाहिँ अब यो विशेष महाधिवेशन मार्फत तपाईँको पार्टीभित्र एउटा वैधानिक विद्रोह गरेर अब यो विशेष महाधिवेशन मार्फत अहिले म केन्द्रीय सदस्य पनि छु पार्टीको यसरी सरसर्ती हेर्दाखेरि वास्तवमा लामो समय मैले 11 वर्षको उमेरदेखि अहिलेसम्म आइपुग्दाखेरि मैले 46 सालको हेर हुँ अहिलेसम्म आइपुग्दाखेरि लगभग 35 वर्ष चाहिँ निरन्तर रूपमा तपाईँको म फेरि अन्य लाभको पदमा पनि कतै गएको छैन मैले जागिर अब त्यो प्रशस्त अवसरहरू थियो ती अवसरहरूलाई मैले छोडेको हो जागिरमा पनि गइनँ म कतै अरू अन्य पेसा व्यवसाय म संलग्न होइन निरन्तर तपाईँको जनताको सेवामै चाहिँ समर्पित भएर लागेको एउटा राजनीतिक व्यक्तित्व हो दिपन कुमार श्रेष्ठ भन्ने मलाई लाग्छ र यो 77 यो हाम्रो 76 वडा पुगेको त्यहाँको भूगोल बुझेको त्यहाँको वातावरण बुझेको त्यहाँको कला संस्कृति भाषा धर्म कला संस्कृति बुझेको होइन यी सबैसँग सहज पहुँचमा रहेको व्यक्ति हुँ जस्तो लाग्छ मैले निरन्तर मैले भने अब राजनीति गर्ने बित्तिकै कस्तो हुन्छ भने पदमा पुगेपछि काठमाडौँ नै बस्नुपर्ने जुन एक खालको अहिले चाहिँ तपाईँको परिस्थिति भनौँ न त्यो खालको निर्माण हुन्छ मैले त्यसलाई चाहिँ ब्रेक गरेर जिल्लामा नै मेरो पढाइ बाहेक मैले एमए पढ्न म 2 वर्ष बसेँ काठमाडौँ त्यो बाहेक अधिकांश समय मैले चाहिँ सङ्घसभा जिल्लामै बसेर होइन जनताको सेवा गरेको छु कुनै न कुनै रूपमा तपाईँको प्रशासनिक समस्यामा पनि म कुदेको छु अब तपाईँको होइन प्रहरी कार्यालय अब कतिपय कस्तो कुराहरू हुन्छ नि यहाँ चाहिँ दैनिक रूपमा मान्छेहरूलाई सानो कुराले अल्झाइरहेको हुन्छ यहाँको जनताहरू अब प्रशासनिक झन्झटबाट चाहिँ तपाईँको भने अल्झिरहेको हुनसक्छ हामीले भनिदिँदाखेरि हुने चिजहरू हुन्छ स्वास्थ्यका समस्याहरूमा शिक्षाका समस्याहरूमा यावत तपाईँको सङ्घसभाले जनताले जतिले हामीले सम्पर्क गर्नुहुन्छ हामीले दलसल नबनिकन सबैको हामीले गर्दा भन्दा हुन सक्ने हामीले सहयोग गर्दा हुन सक्ने सम्पूर्ण कुरामा चाहिँ हामी लागिरहेको एउटा व्यक्तित्व चाहिँ दिपन कुमार श्रेष्ठ हो एउटा व्यक्ति चाहिँ दिपन कुमार श्रेष्ठ हो भन्ने मलाई लाग्छ र त्यसरी नै तपाईँको एउटा भुइँ मान्छे होइन तपाईँको आम जनताको सहज पहुँचमा भएको एउटा राजनीतिक कर्मीको रूपमा मैले चाहिँ आफूलाई परिचित गराउन चाहन्छु अहिले भनिने शब्द छ कि धेरै उम्मेदवारहरूले भन्ने छाम्दा भेटिने उम्मेदवार भनेर भन्छ नि लगभग त्यस्तै आफूलाई हजुरले चाहिँ यो मेरो कुरा मात्रै होइन भने अरू उम्मेदवारहरूको सन्दर्भमा तपाईँहरूले आफै विश्लेषण गर्नु तपाईँलाई आफैलाई थाहा होला त मैले अघि के भने म कसैको आलोचना गर्न चाहन्न म सबैको सम्मान गर्न चाहन्छु किनभने हाम्रो संस्कार लोकतान्त्रिक संस्कार नेपाली कङ्ग्रेसको एउटा कार्यकर्ता हुनुको नाताले एउटा लोकतान्त्रिक संस्कार नै के हो त भन्दा सबैको सम्मान गर्ने हो हामीले त्यही कारण मैले कसैको अरू अन्य उम्मेदवारका विषयमा म टिका टिप्पणी गर्न चाहन्न तर तपाईँहरूले प्रश्न देख्नुहुन्छ नि त बुझ्नुहुन्छ तपाईँ आफै पनि तपाईँको लामो क्षेत्र भयो यो पत्रकारितामा लाग्नुभएको कुनै दिन मलाई यहाँ तपाईँले खोजेको बेला नपेट्नु भएको छ र त्यस्तो अवस्था छैन तपाईँ नै भन्नुहोस् न त तपाईँ लामै समय भयो यहाँ पत्रकारिता क्षेत्रमा लागेको हाम्रो सङ्गत भएको लामै भयो जस्तो लाग्छ होइन कुनै दिन कुनै इस्यु यहाँ जिल्लाको इस्युहरूमा विभिन्न इस्युहरूमा तपाईँको सामाजिक होस् राजनीतिक होस् होइन विकास गतिविधि होस् अनि जुनसुकै मुभमेन्टमा तपाईँको दिपन कुमार श्रेष्ठलाई त भेट्नुहुन्छ मलाई जस्तो लाग्छ भेट्नु भइरहेको छ जस्तो लाग्छ हुन्छ अब धेरै कुरा चाहिँ आम नागरिकहरूलाई तपाईँका मतदातालाई यति
हजुरले भने पछाडि चाहिँ धेरै कुरा थाहा भयो भन्ने नि लाग्छ। अब अर्को महत्त्वपूर्ण कुरा जो सुनाउनै पर्ने हाम्रो कार्यक्रमको मकसदै त्यही हो। तपाईँको एजेन्डा के हो? तपाईँलाई सङ्खुवा सभाका मतदाताले किन मत हाल्ने? मुख्य कुरा चाहिँ यही हो। अब मुख्य कुरा हेर्नुहोस्, अब पहिलो कुरा त सुशासन हो। हेर्नुहोस् है, सुशासन र भ्रष्टाचार मुक्त समाज नबनिकन हामी अगाडि बढ्न सकिँदैन। एउटा कुरा के छ भने इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट मात्रै, तपाईँको पूर्वाधार विकास मात्रै विकास होइन, मानवीय विकास हुनु पर्यो। मान्छेको जीवनशैली कस्तो छ, आर्थिक अवस्था के छ, होइन, तपाईँको शिक्षाको सुविधा के छ, स्वास्थ्यको सुविधा के छ। अधिकांश हामी कृषि पेसामा आधारित छौँ, होइन। त्यो कृषिको अवस्था के छ तपाईँको, होइन। कृषकहरूले आफ्नो उत्पादनको मूल्य पाइरहेका छ कि छैनन्, होइन। त्यसको बजार कस्तो छ, यी विविध कुराहरूसँग जोडिन्छ। हेर्नुहोस्, अब पर्यटन क्षेत्र उत्तिकै चाहिँ महत्त्वपूर्ण क्षेत्र छ हाम्रो सङ्खुवासभा जिल्ला। जताततै प्रकृतिले यति चाहिँ धनी बनाएको छ हाम्रो जिल्लालाई, होइन। त्यसको चाहिँ प्रचुर मात्रामा त हामीले एक्सपोज गर्न सक्ने, मान्छेले यहाँ तान्न सक्ने अवस्था हुन्छ। हाइडोको त हबै हो हाम्रो सङ्खुवासभा जिल्ला, तपाईँहरूले हेरिराख्नु भएको छ। थुप्रै आयोजनाहरू बनिएका छन्। त यसबाट, होइन, थुप्रै अन्य क्षेत्रहरू, थुप्रै सेक्टरहरूमा, जस्तो कृषिकैमा पनि अब हामी चाहिँ परम्परागत कृषिबाट अब आधुनिकतर्फ जानुपर्ने अवस्था छ। अब निर्वाहमुखी खेतीबाट व्यावसायिक हुनुपर्ने अवस्थाहरू छ। त्यसका लागि पनि हामीले काम गर्नुपर्ने छ। अब लाखौँ युवाहरू तपाईँको अहिले सङ्खुवासभा जिल्लामा कुरा गर्नुहुन्छ भने हजारौँ युवाहरू वैदेशिक रोजगारीमा गएर काम गर्नु परिरहेको अवस्था छ। तिनलाई यहाँ भित्राएर मात्रै बोलाएर भएन, रोजगारीको अवसरहरू सृजना गर्नुपर्ने छ। लगानी मैत्री वातावरण बनाउनु पर्ने छ। हेर्नुहोस्, लगानी यहाँ भित्रै कम्तीमा लगानी यहाँ चाहिँ ल्याउने वातावरण पनि बनाउनु पर्यो। लगानी यहाँ भित्रै भने रोजगारी सृजना हुन्छ। सानातिना घरेलु कुटीर उद्योगहरू, तपाईँको कृषिमा रिलेटेड उद्योगहरू यहाँ सञ्चालन गर्नुपर्छ, किन ठुला गर्ने सम्भावना यहाँ हुँदैन। सानातिना हामीले गर्नुपर्ने छ, त्यसमा पनि इङ्गेज गराउनु पर्ने छ मान्छेलाई, होइन। यी होलिस्टिक डेभलपमेन्ट, समग्र विकासका सन्दर्भमा हामीले सोच्नुपर्नेछ। पर्टिकुलर म यो गरिदिन्छु ऊ गरिदिन्छु भनेर पनि हुन्छ जस्तो मलाई लाग्दैन। जस्तो किमाथाङका जोगमनी जो सडक अहिलेको कुरा छ, किमाथाङका नाकाको कुरा गरिरहेको छ, त्यो चाहिँ हाम्रो, मलाई के लाग्छ भन्दा सङ्खुवासभा जिल्लाको मात्रै होइन, यो चाहिँ तपाईँको यो कोशी प्रदेशकै यो चाहिँ लाइफ लाइन हो जस्तो लाग्छ मलाई। किनभने तपाईँको यहाँ चाइना र चाहिँ इन्डियाको यहाँ व्यापार भयो, यो ट्रान्जिट पोइन्टको रूपमा नेपाललाई, यो प्रदेशलाई, यो सङ्खुवासभा जिल्लालाई तपाईँको हामीले विकास गर्न सक्दाखेरि धेरै ठुलो फाइदा, धेरै ठुलो रोजगारीको अवसरहरू, होइन, धेरै आर्थिक गतिविधि तपाईँको यहाँ सञ्चालन हुने अवस्था छ। त्यसै कारणले मलाई लाग्छ तपाईँको एजेन्डा के हो भन्दा पनि यी समग्रतामा हामीले हाम्रो एजेन्डाहरू तपाईँको लिखितमा पनि हामीले ल्याएका छौँ। हाम्रो पत्रिका पत्र, प्रतिबद्धता पत्रहरू हामीले सार्वजनिक गरेका छौँ। थुप्रै सेक्टरमा काम गर्नुपर्ने छ। शिक्षामा अत्यन्तै धेरै काम गर्नुपर्ने छ। हेर्नुहोस्, अहिलेको शिक्षाले तपाईँको बेरोजगारी उत्पादन गर्ने एउटा कारखाना जस्तो भएको छ, विश्वविद्यालयहरू, स्कुल कलेजहरू। यसलाई चाहिँ तपाईँको हामीले व्यावहारिक पनि बनाउनुपर्छ। हाम्रो व्यवहारमा उत्रिनु पर्यो शिक्षा, तपाईँको रोजगारमूलक। अब रोजगारी सिर्जना गर्ने खालको पनि अहिले आइटीको दुनियाँ छ, त्यतापट्टि हामीले लाग्नैपर्छ। अहिले तपाईँको त्यो कोर्सैमा अब तलैदेखि कम्प्युटर शिक्षा, होइन, यो आइटी सम्बन्धी ज्ञान अब भएन भने अब जीवनै चल्न सक्ने अवस्था छैन। यी विविध पाटामा हामीले काम गर्नुपर्ने छ। स्वास्थ्यमा हेर्नुहोस्, अहिले पनि हामीले गऱ्यौँ। अहिले 50 बेडको हस्पिटल तपाईँको खाँदबारीमा स्थापना भएको छ। त्यसलाई विशेषज्ञ सेवासहित केही सेवाहरू चाहिँ तपाईँको कङ्ग्रेसले नै, हेर्नुहोस् है, तारामन गुरुङजी त्यहाँ चाहिँ स्वास्थ्य राज्य मन्त्री हुँदाखेरि त्यो हस्पिटल 50 बेडको स्वीकृत गरेर अहिले यो अवस्था हामीले सिर्जना गरेका छौँ। त्यसमा सिटी स्क्यान मेसिन ल्याएर तपाईँको अन्य अहिले डायलिसिस सेवा पनि अब सुरु हुँदैछ, होइन, त्यो पनि हामीले गरेका छौँ। अब सिटी स्क्यान मेसिन ल्याएर अब विशेषज्ञ सेवासहित अब तपाईँको सामान्यतया अन्य सहरी इलाकातिर जान नपर्ने गरेको तपाईँको यसलाई चाहिँ तपाईँको यो हस्पिटललाई चाहिँ विकास गर्नुपर्ने पर्नेछ। अहिले स्वास्थ्य चौकीहरूको हेर्नुहोस्, तपाईँको गाउँमा तपाईँको कम्तीमा सामान्य उपचार चाहिँ त्यहाँ गर्न सक्ने अवस्था चाहिँ निर्माण भयो भने तपाईँको धेरै ठुलो जनतालाई राहत हुन्छ। हामीले त्यो पनि त्यसमा पनि काम गर्नुपर्ने छैन। शिक्षाकै सन्दर्भमा तपाईँको यस्तो अवस्था छ, किनभने गाउँहरू रित्तिँदै जाने। हेर्नुहोस् है, अब तपाईँको हामीले सहरी इलाकामा पनि त्यही, पहाडमा पनि त्यही, हिमालमा पनि त्यही तपाईँको एउटा क्राइटेरिया निर्धारण गरेका छौँ। यति विद्यार्थी भएर यति शिक्षक भनेर भनिदिएको छ। तपाईँको बसाइसराईको यस्तो डरलाग्दो चाहिँ तपाईँको दर छ, होइन, हिमालबाट पहाडबाट चाहिँ तपाईँको मान्छेहरू बसाइसर्ने। त्यो चिजलाई रोक्न सकेका छैन। स्कुल छ, त्यहाँ विद्यार्थी त छ नि त, विद्यार्थी छ, तिनलाई चाहिँ तिनको व्यवस्थापन गर्न सकेका छैन। मर्जको नाममा अहिले तपाईँको स्कुलहरू, होइन, यो के हुन्छ, मौलिक अधिकार, शिक्षा मौलिक अधिकार भन्छौँ, तर शिक्षाबाट वञ्चित हुने अवस्था पनि सृजना भइरहेको छ। हेर्नुहोस्, 4-5 घन्टा हिजोको जस्तै स्थिति हुन आँटिसक्यो। यसको पनि हामीले चाहिँ निकास खोज्नुपर्नेछ, होइन। यी विविध पाटाहरूलाई हामीले हेर्नुपर्नेछ। मैले अघि पनि भने तपाईँको आर्थिक गतिविधि यति धेरै सञ्चालन गर्नुपर्ने छ कि तपाईँको बाँझो जमिनहरू छ, त्यसको पनि उपयोग गर्नुपर्नेछ,
है मैले हजुरसँग बुझ्न खोजे चाहिँ जस्तो यी तपाईँले भनिरहेका कुराहरू चाहिँ हिजोको उम्मेदवारले नि भनेका थिए, अहिलेको उम्मेदवारले त्यही भन्दै गरे हो। सुशासन कायम गर्नु पर्यो, रोजगारीको सिर्जना गर्नु पर्यो, शिक्षामा सुधार गर्नु पर्यो, स्वास्थ्यमा सुधार गर्नु पर्यो। यी चाहिँ हिजोका उम्मेदवारहरूले या अन्य नेताहरूले पनि भन्ने तर मूर्त रूपमा आएन के योजना यो तरिकाले गर्न सकिन्छ भने एउटा कुरा सुशासन भएन हैन। एउटा कुरा के सुशासन कायम गर्ने चाहिँ के हो त? तपाईँलाई एउटा कुरा भनिदिन्छु, सबभन्दा मुख्य कुरा हाम्रो प्रणालीमा पनि धेरै सुधार गर्नुपर्ने छ, कानुनमा पनि धेरै सुधार गर्नुपर्ने छ, नीतिमा पनि धेरै सुधार गर्नुपर्ने अवस्था छ। तपाईँलाई एउटा कुरा भनिदिन्छु, पर्टिकुलर सङ्घसभाको जिल्लाको हकमा भन्ने हो भने हेर्नुहोस्, तपाईँको हाम्रो मलाई के लाग्छ भन्दाखेरि अहिले पालिका इन्फ्रास्ट्रक्चर सबभन्दा ठुलो कुराहरू छ यो होइन, पूर्वाधार विकास सबभन्दा ठुलो कुरा, त्यसैले धेरै कुरा लिएर आउँदो रहेछ। त्यसमा पनि बाटो सडक सञ्जालले अहिले हाम्रो मलाई लाग्छ सडक सञ्जालको चाहिँ तपाईँको धुले रोडकै सन्दर्भमा कुरा गऱ्यो भने सबै ठाउँमा सबै वाडामा सम्भवतः 76 वटै वाडाका केन्द्रहरूमा तपाईँको अहिले धुलो रोडबाट हामी पुग्न सक्ने अवस्था छ, केही छोडेर, अनि केही 2-4वटा वाडालाई छोडेर त्यो अवस्था छ। तर अहिले पनि त्यो अवस्था हुँदाहुँदै पनि तपाईँको 12 महिना चल्ने रोड हामीले बनाउन सकेको अवस्था छैन। तपाईँलाई म भन्छु पालिका जोड्ने रोडै बनिसकेको छैन। अहिले हामी सिलुचुङमा बसेर यो कार्यक्रम गरिरहेका छौँ। सिलुचुङ आउने रोडमा त्यो 26 पुल भन्ने बनिसकेको छैन। कति समस्या हुँदो रहेछ काम गर्नलाई पनि, बोले जस्तो त हुँदैन रहेछ। हामीले बनाउँछौँ हामीले बनाउँछौँ भने नगरेको त होइन नि त, सुरु त गरेको, बजेट त छुट्याएकै हो नि त, टेन्डर पनि भएको हो, तर काम गर्दैन निर्माण व्यवसायले। काम नगरिदिँदाखेरि फेरि अर्को टेन्डर, अर्को बजेट, त्योभन्दा बढी पैसा कम भयो भने त्योभन्दा बढी चाहिँ पैसाको व्यवस्था गरौँ, टेन्डर गरौँ, कसैले टेन्डर भएन। अहिले फेरि के समस्या छ भनेर भन्दाखेरि तपाईँको अहिले चाहिँ त्यो त्यति पैसाले नपुग्ने रहेछ, 60-65 करोड पैसा चाहिन्छ रहेछ त्यो पुल बनाउनु त भनेर फेरि अर्थ मन्त्रालयमा गएको छ। प्रोसेस त हेर्नुहोस्, कामै नगरेको, कसैले ध्यानै नदिएको भन्ने कुरा होइन, हामीले त बार गरिरहेको छौँ। तर टेक्निकल्ली हामी पनि इन्जिनियर होइन। अब फेरि राजनीतिक दलले आएर, नेताले आएर ठ्याक्कै बनाइदिने, त्यहाँ जोड्ने सामान ढुङ्गा माटो बालुवा त्यहाँ सिमेन्ट भेला गरेर त्यहाँ ठ्याक जोड्ने त होइन होला, बजेटै बनाउने हो, कार्यक्रम ल्याउने हो, त्यो भइरहेको छ। हेर्नुहोस्, त्यो नभएको भन्ने कुरा छैन, त्यो एजेन्डा मात्रै होइन। तर कस्तो हुँदो रहेछ भने त्यहाँ काम गर्न सकिरहेको छैनौँ। अहिले तपाईँको खाँदबारीबाट तपाईँको पालिका केन्द्रहरू जाने बाटो हामीले कालोपत्र गर्न सकिरहेको छैनौँ। पहिलो यतापट्टि लाग्नुपर्ने रहेछ। हेर्नुहोस्, अहिले 76 वटै वाडामा कम्तीमा पनि तपाईँको ग्राभेल रोड हामीले बनाउन सक्ने हो भने त ग्रामीण रोड हामीले बनाउन सक्नुपर्छ, किन 12 महिना तपाईँको चल्न सक्ने एउटा वातावरण बनाइयो भने कस्तो। मैले यो किन जोडेको भने इन्फ्रास्ट्रक्चर चाहिँ यो त्यसमा पनि रोड चाहिँ किन आवश्यक रहेछ भन्दाखेरि जस्तै स्कुल अघि मैले मर्सको कुरा गरेँ, तर त्यहाँको विद्यार्थी 2-3 घन्टा हिँडेर आउनुपर्ने भयो भने वास्तवमा त्यहाँको विद्यार्थीले, त्यो गाउँको विद्यार्थीले तपाईँ शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था हुन्छ होइन। मान्छेले अब तपाईँको उता कृषि पेसामा जाने कि हातमुख जोड्न चाहिँ तपाईँको काम गर्ने कि त्यो विद्यार्थीलाई स्कुलसम्म लिएर आउने एउटा मान्छे इङ्गेज हुनुपर्ने, जो थुप्रै ठाउँ मैले त्यो समस्या देखेँ। हाम्रोमा यो चाहिँ गरिदिनु पर्यो भन्ने खालको माग पनि आएको छ। त्यसका लागि इन्फ्रास्ट्रक्चर भयो भने त तपाईँको कम्तीमा भने स्कुल बसहरू सञ्चालन गर्न के गर्न सकिन्छ, त्यसलाई हल गर्न सकिने एउटा खालको कुराहरू पनि गर्न सकिने कुराहरू छ। आय अर्जनको हेर्नु, जडीबुटीको पनि अत्यन्तै धेरै सम्भावना। जडीबुटीमा के समस्या रहेछ भन्दाखेरि यो चाहिँ तपाईँको वन पैदावार भनेर चाहिँ त्यसलाई चाहिँ व्याख्या गरिँदो रहेछ। वन पैदावारको ओसार पसारमा चाहिँ तपाईँको कानुनी झन्झटहरू रहेछ। हेर्नुहोस्, मलाई भोटका लागि साथीहरूसँग बसेर कुरा गर्दा उहाँहरूको प्रमुख आम्दानीको स्रोत भनेको जडीबुटी हो। तर जडीबुटी ओसार पसारमा यति ठुलो कानुनी झन्झट रहेछ, त्यो चिजलाई हामीले नियमन गर्न त्यो चिजलाई हामीले, त्यो हडल्सलाई हामीले हटाउन सकेनौँ भने त्यहाँको आम्दानीको स्रोतै बन्द हुन्छ होइन। त्यही कारणले यस्ता खाले काममा पनि, यस्ता खाले क्रियाकलापमा पनि हामीले काम गर्नुपर्ने छ। अनि रुद्राक्षको पनि त्यही समस्या रहेछ। रुद्राक्ष यति ठुलो, अब एउटा प्रमुख आम्दानीको स्रोतको रूपमा लिन्छौँ हामीले सङ्घर्षमा रुद्राक्ष। त्यो रुद्राक्षको सन्दर्भमा के रहेछ भन्दा यसलाई वन पैदावार बनाएर चाहिँ ओसार पसारमा समस्या छ। कम्तीमा यसलाई नगदे बालीको रूपमा हामीले चाहिँ तपाईँको यता ल्याइदिने हो भने, किनभने अहिले त नगदे बालीको रूपमा नै गयो नि त, यो त अहिले एउटा ठुलो आर्थिक उपार्जन पनि हुने आर्थिक गतिविधि त सङ्घसभा जिल्लामा अलैँची र यो रुद्राक्षले पनि चलाइरहेको छ भन्छु होइन। आर्थिक गतिविधि यसैले गरिरहेको छ। त्यही कारण यसलाई पनि तपाईँको कानुनी रूपमा अलिक सहज बनाइदिउँ भने होइन, यस्ता खालकामा पनि काम गर्नुपर्ने अवस्था छ। हेर्नुहोस्, मैले अघि पनि भने थुप्रै सेक्टरमा हामीले सुधारका कामहरू गर्नुपर्नेछ। हेर्नुहोस्, भने चाहिँ कानुनी जटिलता नै हटाउनु पर्ने थुप्रै कुराहरू छ। अब तपाईँले मैले भने निर्माण व्यवसायले समयमा काम गर्दैन, कानुनले कारवाही गर्न सक्दैन होइन। केही न केही तपाईँको त्यो के भन्छ, त्यो उनीहरूलाई कम्तीमा काम गर्न जिम्मा लिइसकेपछि काम गर्न लाउने एउटा संयन्त्रको विकास त गर्नु पर्यो नि त। यहाँ कुरा आइरहेको छ, एउटा ठेक्का लियो तपाईँको 20 वर्षसम्म काम नगरिदिने। हेर्नुहोस् है, त्यसमा अरू अन्य काम पनि गर्न पाइँदैन। अनि यस्तो कानुनी हडल्सहरू यसलाई हटाउनु पर्यो क्या। द्रुत विकासमा जानु पर्यो नि त हामीले। जनताको असन्तुष्टि चाहिँ
राजनीतिक दलहरूले बिहोर्नु पर्ने, नेताले गाली खानुपर्ने, यही तपाईँको लभिङ हिलदेखि तपाईँको नुमसम्मको बाटो पिचका सन्दर्भमा हेर्नुहोस् त, त्यो मानेभन्ज्याङमा या त्यो उता त्यो हिलो भएर त्यो दुलो भएर पहिला कति गाली खायौँ भन्नुहोस् त। अहिले पिच भएको छ नि त, बजेट आएको छ होइन, काम गरिदिँदैन। त्यहाँ अन्य सेक्टरबाट पैसा हालेर त्यहाँ म्यानेज गरौँ तपाईँको व्यक्तिगत गर्न सकिँदैन। हेर्नुहोस्, अब राज्यको अर्को नगरपालिकाको या वडाको पैसा हालौँ या अर्को प्रदेश सरकारको पैसा हालौँ, त्यहाँ काम गर्न खोज्यो भने तपाईँको त्यो बेरोजी आउँछ, त्यो डबल काम गर्न पाइँदैन। यी खालका कानुनी झन्झटहरू, यी खालका कानुनी समस्याहरू पनि हामीले हल गर्नुपर्छ। यसले पनि हाम्रो विकास गतिविधिमा चाहिँ रोक लागेको छ भन्ने, यसले चाहिँ ढिला गरेको छ भन्ने मलाई लाग्छ। यी चिजहरू पनि हामीले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। ठिक छ, अहिलेसम्म कुराकानीमा यहाँको जस्तो के अरे जिल्लाको सदरमुकामदेखि पालिकाका केन्द्रहरू जोड्ने एउटा भयो, त्यसलाई चाहिँ अर्को कुरा पालिका केन्द्रबाट प्रत्येक वडा जाने बाटो पनि मास चाहिँ 12 महिना चाहिँ चल्ने हुनु पर्यो भन्ने खालको कुरा। त्यसमा हजुरको एउटा के आयो भने कानुनी जटिलता हटाउनु पर्यो भन्ने नै भयो। अर्को नि अहिले तपाईँहरूले पनि उठाउँदै गरेको र धेरैले पनि भनेको कुरा भने सुशासन र भ्रष्टाचारको अन्त्य भन्छन् के, यो सबैको मुखमा झुन्डिया छ कि यो भने जति सजिलो पनि छैन कि सबैले भन्छन् त्यो। तपाईँको चाहिँ नजरमा तपाईँको प्लान अनुसार चाहिँ सुशासन कायम गर्ने तपाईँले सोचे विधि चाहिँ के हो? अनि यस्तो छ, कानुनलाई स्ट्रङ बनाउनु पर्छ। हेर्नुहोस्, पहिलो कुरा। दोस्रो कुरा इमान्दारिता, राजनीतिक नेतृत्वमा इमान्दारिता कायम गर्नै पर्छ। हेर्नुहोस् होइन, के कारणले चाहिँ तपाईँको सुशासन हामीले दिन सकिरहेको छैनौँ, त्यसमा अध्ययन अनुसन्धान गरेर त्यो चिजहरूमा हामीले काम गर्नुपर्छ। हेर्नुहोस्, अहिले कस्तो छ, हामीले भन्यौँ भिजन 10 भनेर अहिले हामी सुरु गरेका छौँ केन्द्रबाट। कम्ती पनि जनतालाई कानुनी यो चाहिँ झमेला जो छ, अहिले नागरिकता बनाउन जाँदा यो चाहियो ऊ चाहियोदेखि लिएर जुन खालको जटिलता छ, मालपतमा पास गर्न जाँदाखेरि त्यस्तै छ। सरकारी सेवा सुविधा लिँदाखेरि या चाहिँ कुनै पनि सेवा सुविधा जनतालाई दिँदै गर्दाखेरि बिना झन्झट रहित दिन सक्ने एउटा वातावरण बनाउनु पर्छ हामीले। हेर्नुहोस्, तपाईँको कानुनले सबै कुरा निर्धारित गर्नु पर्यो। यहाँ त कस्तो छ भने तजबिजी छ जम्मै कुरा। मसँग नजिक भयो उसले बढी सेवा सुविधा पाउने भयो, मसँग टाढा भयो उसले सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। सबैलाई चाहिँ तपाईँको कानुनले चाहिँ तपाईँको भन्छौँ कानुनी न्याय समानताको कुरा गर्छौँ, तर राज्यले सबैलाई समान दृष्टिकोणले सेवा सुविधा पुर्याउन सकेको अवस्था छ कि छैन, त्यो चिजलाई हामीले हेर्नै पर्छ। हेर्नुहोस्, हरेक सेक्टरमा तपाईँको राज्यबाट सञ्चालित भएको हरेक सेक्टरमा हामीले तपाईँको एउटा कानुनले निर्धारण गरेर सबैलाई समान पहुँच हुने अवस्थाको सिर्जना गर्नुपर्छ। तपाईँको प्रहरी प्रशासनमा होस् या अन्य कार्यालयमा होइन, यी सबै कुराहरूमा चाहिँ तपाईँको कम्तीमा पनि नागरिकले कम्ती पनि सरकार, मेरो लागि सरकार छ भन्ने अनुभूति चाहिँ गराउन सक्नु पर्यो क्या हामीले। केही भएन भने मेरो सरकार त छ नि भन्ने अनुभूति चाहिँ तपाईँको गराउन सक्नु पर्यो क्या सरकारले। सरकार त त्यो हो नि त, कोही नहुँदाखेरि सरकार भन्ने चाहिँ बनाउनु पर्यो क्या हामीले। त्यो खालको अनुभूति दिलाउन सक्ने एउटा वातावरण बनायो भने जस्तो को असन्तुष्ट हुन्छ र? त्यो वातावरण त तपाईँको बनाइदिनु पर्यो नि त हामीले। अब भ्रष्टाचार अन्त्यको सन्दर्भमा कस्तो छ भने राजनीति नेतृत्व गर्ने मान्छेहरू अब जवाबदायिताको कुरा चाहिँ महत्त्वपूर्ण छ। हेर्नुहोस्, पारदर्शिताको कुरा महत्त्वपूर्ण छ। अहिलेको जमानामा हामी तपाईँको होवारेको भरमा कुद्ने चलन छ अहिले पनि के, अहिले स्टिल नाउ होवारेको भरमा कुद्ने चलन छ। तपाईँको कागले कान लग्यो भन्दा कान नबिसाउने कागको पछाडि कुद्ने जो चलनले पनि हामीलाई बिगारेको छ। अहिले निर्वाचनको सन्दर्भमा म हेर्छु होइन, प्रश्न गर्न सक्नु पर्यो नि त, तपाईँको प्रश्न गर्नु पर्यो। उसले तपाईँको उम्मेदवारले उत्तर दिन सक्नुपर्छ। भोलि त्यो अनुसारको काम गर्ने आधार के हो, त्यो आधार पनि सोध्नु पर्यो नि त। हावाको भरमा म यसो गरिदिन्छु र उसो गरिदिन्छु भनेको भरमा ताली आउने कुरा छ होइन, त्यसरी नै भोट बटुल्ने कुरा छ। त्यसले गर्दा चाहिँ तपाईँको अनि के हुन्छ भन्दा अब जनतालाई आश्वासन दियो, काम नभइसकेपछि वितृष्णा त्यहाँबाट पैदा हुन्छ, सुरु हुन्छ होइन। हामीले कस्तो नेता नेतृत्व चाहिँ तपाईँको छान्ने हो भन्ने कुरा चाहिँ बुझ्नु पर्यो क्या। 30-35 वर्षदेखि हामी काम गरिरहेका छौँ यहाँ सामाजिक राजनीतिक क्षेत्रमा, सबै थोक काम गरिरहेका छौँ होइन। कसैले औँला उठाउने ठाउँ राखेका छैनौँ। सकेको सबै दलको कुरा, दलगत कुरा नहेरिकन सङ्घसभाले जनताको सेवामा हामी लागेका छौँ। तपाईँको सङ्घसभाको हरेक विकास गतिविधिमा हामी संलग्न छौँ होइन। हरेक विकास गतिविधि यहाँ परिवर्तनको कुरामा हरेक चिजमा हामी संलग्न छौँ है। यसरी काम गरिरहेका छौँ। मान्छेले त मूल्याङ्कन गरिराख्नु भयो होला नि त। अब यस्तो चिजलाई मूल्याङ्कन नगरिकन अनि फरक ढङ्गबाट प्रभावित भएर नेतृत्वमा चाहिँ फरक मान्छेहरू जाँदाखेरि अब तपाईँको होइन प्रभावित भएर जाँदाखेरिको
परिणाम के हुन्छ भन्दाखेरि गलत मान्छेहरूले नेतृत्व गर्यो भने भ्रष्टाचारको कुराहरू हुन्छ के हुन्छ। र अर्को कुरा के छ भन्दाखेरि तपाईँको भ्रष्टाचार किन भइरहेको छ भन्ने कुरा पनि हामीले चाहिँ तपाईँको यसलाई कानुनी रूपमा स्ट्रङ बनाउने कुरा त सही छ, तर त्यसको पछाडि के चिजहरू लागिरहेका छन् ती चिजहरूलाई पनि हामीले म्यानेज गर्दै जानुपर्छ। जस्तो नीतिगत भ्रष्टाचार सबभन्दा ठुलो चाहिँ डरलाग्दो रोग छ, हेर्नुहोस् है, सबभन्दा ठुलो है, सबभन्दा ठुलो नीतिगत भ्रष्टाचार। यसमा चाहिँ के छ भन्दा उच्च नैतिक राजनीतिक चेत भएका उच्च नैतिकता भएका मान्छेहरू नेतृत्वमा बस्नु पर्यो क्या। त्यसो भयो भने पनि मुलुकले काँचुरी फेर्छ। यहाँ हेर्नु त जो पनि तपाईँको जेलमा बसेको मान्छे चुनाव जित्ने चलन छ, अब त्यसले त हुँदैन नि त, त्यो सुशासनको कुरा आउँदैन नि त। अलिक पाखुरा ठुलो भएको मान्छे अलिअलि पैसा भएको मान्छे चुनाव जित्ने चलन छ। यो चिजहरूलाई चाहिँ हामीले पनि मूल्याङ्कन गर्नु पर्यो, जनता पनि सचेत हुनु पर्यो यो विषयमा। हामीले क्रिमभन्दा क्रिम मान्छे पठाउन सक्नु पर्यो तपाईँको नेतृत्वमा, त्यसो गर्दाखेरि भ्रष्टाचार कम हुन्छ। हेर्नुहोस् है, र तपाईँको भ्रष्टाचार अन्त्य गर्न सकिन्छ। हेर्नुहोस् है, तपाईँको अब जस्तो अहिले हामीले विकासे अड्डामा काम लगाइरहेको मान्छेहरू अन्य चाहिँ तपाईँको भनौँ न सरकारी कामकाजमा खटिएका मान्छेहरूको होइन आर्थिक अवस्था के छ, उनीहरूलाई हामीले दिएको सेवा सुविधाले उनको जीवन स्तर धानिएको छ कि छैन, ती चिजहरू पनि विचार गर्नुपर्छ। त्यसले पनि प्रेरित गर्दो रहेछ क्या होइन। हरेक ठाउँमा तपाईँको हामीले चाहिँ महँगी नियन्त्रण गर्ने कुरामा उ गऱ्यौँ भने महँगी यो सबै कुरा जोडिँदो रहेछ, इन्टर रिलेटेड हुँदो रहेछ। हेर्नुहोस् थुप्रै चिजहरू यो चिजमा चाहिँ हामीले काम गर्न सक्छौँ। जस्तो फ्री स्वास्थ्य होइन, तपाईँको फ्री शिक्षा, हामी निःशुल्क शिक्षा निःशुल्क स्वास्थ्य गऱ्यौँ भने होइन तपाईँको पैसाको लालसा धेरै हुँदैन कि मान्छेहरू, त्यो पनि गर्न जरुरी छ। मलाई यी चिजहरू पनि आउनु पर्यो, सुरक्षाको सामाजिक सुरक्षा यी चिजहरू पनि आउनु पर्यो क्या। मान्छेले पैसा के को लागि जम्मा गर्छ भन्दा त छोराछोरी पढाउन जम्मा गर्छ, तपाईँको के अरे स्वास्थ्यको लागि जम्मा गर्छ। भोलि बिरामी पर्दाखेरि राज्य छ भनिसकेपछि ती चिजहरूमा तपाईँको त्यति ध्यान दिँदैन भन्नु भएन। अर्को कुरा हामीले चाहिँ तपाईँको यो सरकारले नै योजना ल्याउनु पर्यो क्या। तपाईँको आवासको घर एउटा होस् भन्ने सबैको चाहना हुन्छ, कम्तीमा त्यसमा सर्वसुलभ रूपमा उपलब्ध गराउने एउटा परिस्थिति सरकारले निर्माण गर्यो भने, अन्य लोनकै व्यवस्था तपाईँको सरकारले ल्यायो भने होइन, तपाईँको हरेक सुविधामा सरकारले तपाईँको ब्याङ्कहरूसँग कुरा गरेर त्यही अनुसारको पोलिसी ल्यायो, नोमिनल चाहिँ तपाईँको ब्याज दरमा तपाईँको उपलब्ध गराउने होम लोनदेखि लिएर थुप्रै अन्य शिक्षा स्वास्थ्य सबै कुरामा चाहिँ हामीले त्यो खालको एउटा व्यवस्थापन गर्न सक्ने हो भने कम्तीमा पनि राज्यले हामीलाई सेक्युरिटी दिएको छ। हामीले धेरै चाहिँ तपाईँको यो अन्यथा सोच्नुपर्ने अवस्था छैन, केही नभए राज्य छ भन्ने अवस्थाको सिर्जना गऱ्यौँ भने पनि हुन्छ। अर्को कुरा हामीले चाहिँ कस्तो छ भन्दाखेरि चुनाव पनि एउटा चाहिँ तपाईँको भ्रष्टाचारको स्रोत हो भन्ने लाग्छ मलाई। यति धेरै यति धेरै सुन्नुहोस् मैले भन्नु खोजेँ, यति धेरै तपाईँको अब भोट किनबेच हुने, हेर्नुहोस् है यहाँ अझै क्या अब भोट किनबेच हुने, प्रभावित हुने, अब यस्ता खालका चिजहरूमा पनि तपाईँको ठुलो धनराशि खर्च हुने सुनेको छु मैले। म आफूले चाहिँ त्यस्तो समाज, किनभने म भुइँ मान्छे हो, मसँग सामान्य मान्छे हो, त्यही कारणले मैले खर्च गर्न सक्ने अवस्था हुँदैन। मैले साथीहरूलाई भनेको छु पार्टीको कुरा हो, यहाँ सेवा गर्ने कुरा हो, सबैले सहयोग गर्नुपर्छ है भनेको छु, सबैले सहयोग गर्नुभएको छ, यसमा सबैलाई म धन्यवाद दिन चाहन्छु। के छ भन्दा यो चिजहरू पनि हामीले चाहिँ तपाईँको यसलाई पनि सुधार गर्नुपर्छ क्या। यसमा सुधार नल्याइकन हुन्न क्या। अनि यहाँ खर्च गरेपछि त उकास्न लाग्छ क्या मान्छे, त्यतापट्टि ध्यान दिनुहोस्। कम्ती पनि जनताको सेवा गर्ने अर्जुन दृष्टि चाहिँ जनताको सेवा, सुशासन, भ्रष्टाचार मुक्त समाज, तपाईँको यहाँ इन्फ्रास्ट्रक्चरहरू डेभलप गर्ने, कहाँबाट चाहिँ बजेट खोजेर ल्याएर यहाँ जनताको पिरमार्का के छ त्यसलाई मात्रै चाहिँ त्यो ध्यान दिने वातावरण हामीले बनायौँ भने यी सबै कुराको अन्त्य गर्न सकिन्छ होइन, गर्न नसकिने भन्ने कुरा छैन। र कानुनी रूपमा पनि तपाईँको यति स्ट्रङ बनाउनुपर्छ अब होइन, तपाईँको कानुनी रूपमा पनि स्ट्रङ बनाउनुपर्छ। हेर्नुहोस् हामी कङ्ग्रेसले त तपाईँको हेर्नुहोस् फेरि एउटा कुरा छ, कङ्ग्रेसमा चाहिँ सबै मान्छे सक्लो राम्रो दिल्ली आएको छ म भन्दैन। यो ठुलो पार्टी छ, ठुलो परिवार छ, फरक सोच हुन सक्छ, तर जसले गरिरहेको छ त्यसलाई हामीले के भनेको छ भने नाता पनि हेर्ने होइन, नेता पनि हेर्ने, जोसुकै होस् खराब गर्ने मान्छेलाई दण्डित हुनैपर्छ, कानुनी सजाय पाउनैपर्छ भन्ने हाम्रो कुरा हो। हिजो पनि हामीले त्यो गरेका छौँ। हामीले हाम्रो मान्छे भयो भन्दैमा नारा जुलुस गरेर यो चाहिँ होइन भन्दै हामीले ल्याएको छैन। यो चाहिँ तपाईँको अन्यथा अदालत चाहिँ धम्क्याउने काम हामीले गरेका छैनौँ। अरूले के गर्नु भएको छ त्यो तपाईँहरूले देखिराख्नु भएको छ होइन। कम्तीमा पनि नेता होस् या नाता होस्, जोसुकै होस्, खराब काम गर्नेलाई दण्डित हुनुपर्छ भन्ने हाम्रो कुरा हो। त्यसो गऱ्यो भने भ्रष्टाचारलाई निर्मूल पार्न सजिलो हुन्छ, किनभने यहाँ त शक्ति केन्द्रहरूले नै तपाईँको संरक्षण गरिदिएर पनि समस्या भएको छ। यी चिजहरूलाई चाहिँ हटाउनुपर्छ भन्ने कुरामा हामी छौँ। अब यहाँले यो भनिरहँदाखेरि अब मूल्याङ्कन गर्ने त आम जनताले
मूल्याङ्कन गर्छन् नै। अब कसले के कति गरेका छन् भन्ने कुरा इभन कङ्ग्रेसमै पनि धेरै प्रश्नहरू छन् होइन। अब मैले हाम्रा दर्शक श्रोतालाई चाहिँ फेरि पनि अनुरोध गरौँ, मैले भनेकै यो सुन्ने र उहाँको कुरै सुन्ने, त्यही भएर म कम बोलिरहेको छु। मेरो उद्देश्य नै उहाँको कुरा सुन्ने। अब सङ्खुवा सभाबाट तपाईँ प्रतिनिधित्व गरेर निर्वाचनमा जाँदै हुनुहुन्छ। सङ्खुवा सभामा नै अझ म चाहिँ सङ्खुवा सभाभित्रै रहन चाहन्छु। अब सङ्खुवा सभाको आवश्यकता के हो? तपाईँले ठ्याक्क यो चाहिँ तत्काल गर्नुपर्ने कुरा है भनेर अघि सडकको कुरा उठाउनु भयो जस्तै के गर्ने तपाईँको योजना छ? अब तपाईँ खास कानुन बनाउन जाने हो, तथापि जनताको प्रतिनिधि भनेपछि विकास त खोज्छन् यहाँको जनताले। अब यो भनेर चाहिँ अघि तपाईँले सडक भने जस्तै के भन्न सक्छ तपाईँको प्राथमिकतामा चाहिँ? अब पहिलो अब मैले भनिसकेँ पालिकाहरूमा होइन, सबै पालिकाहरूमा तपाईँको सर्वबाट पालिका जोड्ने, पालिकाबाट वडा बाटो व्यवस्थित गर्ने। अब पर्यटनको धेरै सम्भावना छ। हेर्नुहोस् यहाँ पर्यटनमा पनि थुप्रै काम गर्नुपर्ने छ। अब यो हाइडोहरू यति धेरै तपाईँको सङ्घसभा सञ्चालित छन्, ती हाइडोबाट सङ्घशाली जनताले चाहिँ के पाउने त होइन? सेयरको कुरा, सितैमा सेयरको कुरा, सरकारले चाहिँ तपाईँको ग्यारेन्टी बसेर सेयरको कुरा, त्यो अपहरणको सन्दर्भमा यहाँहरूले कुरा सुन्नुभयो, त्यसका सन्दर्भमा त्यो विषयलाई पनि हामीले चाहिँ यी सङ्घसभाले जनताको हितमा त्यसलाई चाहिँ कसरी प्रयोग गर्न सकिन्छ त्यतापट्टि ल्याउनु पर्ने। यही नै गर्ने भन्ने ठोस तपाईँको होइन? यस्तो ठोस भन्ने कुरै अब त्यो सेयर सबभन्दा मुख्य कुरा सेयर। जस्तो अपहरणको सन्दर्भमा त हामीले 2 देखि 5 लाख रुपियाँ होइन सरकारले नै तपाईँको ग्यारेन्टी बसेर, त्यही परियोजनै ग्यारेन्टी बसेर तपाईँको सफ्ट लोन तपाईँको प्राइभेट क्षेत्रका मान्छेहरूलाई उपलब्ध गराउनुपर्छ। नहुने होइन तपाईँको कम आय भएका मान्छेहरूलाई, गरिबहरूलाई भन्ने कुरा त हामीले अगाडि बढाएकै छौँ नि। त्यही मोडलमा सबैतिर जानुपर्छ भन्ने कुरा हो होइन? यहाँको जनताको तपाईँको प्रभावित क्षेत्रका जिल्लाको होइन क्षेत्रको मान्छेहरूले चाहिँ त्यो सेयरमा प्रथम अधिकार हुनुपर्छ भन्ने कुरा त हामी अगाडि बढाइरहेका छौँ, त हिजोदेखि नै बढाइरहेका छौँ। जस्तो किमाथाङका नाकाको कुरा छ। यहाँ किमाथाङका नाका चाँडो सञ्चालन गरेर ड्राई पोर्ट निर्माण गरेर त्यो चाहिँ तपाईँको यसलाई ट्रान्जिट पोइन्टको रूपमा विकास गर्ने पनि छ। अर्को कुरा यहाँको मैले भने स्वास्थ्यमा पनि थुप्रै सुधारहरू गर्नुपर्ने अवस्था छ होइन? त्यो क्षेत्रमा पनि त्यो सेक्टरमा पनि हामी काम गर्छौँ। अब आय आर्जनकै हिसाबमा यति धेरै काम गर्नुपर्ने छ। तपाईँको नगदे बालीहरूलाई प्रमोट गर्नुपर्ने छ। अहिले निर्वाहमुखी खेतीबाट व्यावसायिक भएर नगदे बालीहरूलाई प्रमोट गर्नुपर्ने छ। यहाँ शिक्षाको सन्दर्भमा प्राविधिक शिक्षाहरू भित्राउनु पर्ने अवस्था छ होइन? प्राविधिक धाराहरू अब सुरु गर्नुपर्छ हामीले हरेक ठाउँमा। तपाईँको अहिले समयानुकूल अहिलेको माग बमोजिम हाम्रो आवश्यकता बमोजिम शिक्षा पनि तपाईँको होइन प्राविधिक शिक्षा पनि सुरु गर्नुपर्ने छ। आइटीको यत्रो चाहिँ तपाईँको अहिले सम्भावना छ आइटी सेक्टरमा। त्यो आइटी सेक्टरमा अब हामीले काम गर्नुपर्ने छ। तपाईँको अब कलेजहरू स्कुलहरूमा अब त्यो आइटी सेक्टरलाई हामीले भित्राउनै पर्ने अवस्था छ होइन? तपाईँको अब अहिले मैले त एउटा धार्मिक पर्यटनको पनि उत्तिकै चाहिँ तपाईँको यहाँ चाहिँ सम्भावना छ। हेर्नुहोस् धार्मिक धार्मिक पर्यटन, साहसिक पर्यटन होइन? यी चिजहरूलाई पनि हामीले चाहिँ तपाईँको प्रमोट गर्नुपर्ने छ। थुप्रै चिजहरू मैले त एकचोटि होइन मैले कस्तो लाग्छ भन्दा सङ्खुवा सभालाई साँच्चै हामीले चाहिँ तपाईँको थोरै त्यहाँ इजिएसएस मात्रै बनाइदिने हो भने यति धेरै ठाउँ एक्सपोज गर्न सकिन्छ कि जुनसुकै डाँडामा पनि तपाईँको पर्यटकहरू लान सक्ने ठाउँ छ क्या हाम्रो। त्यति सुन्दर ठाउँ छ, यति धेरै ठुलो सम्भावना भएको ठाउँ हो यो तपाईँको यो सङ्खुवा सभा। यो चिजलाई चाहिँ हामीले चाहिँ म्यानेज गर्नै पर्ने छ। हेर्नुहोस् अब जडीबुटी व्यवस्थित योजना चाहिँ अहिलेसम्म त्यति देखिया छैन है? हजुर ठोस र व्यवस्थित योजना ठोस योजना भन्दा पनि थुप्रै अब एउटा मात्रै गरेर भएन। हेर्नुहोस् थुप्रै ठाउँ हामीले म्यानेज गर्नुपर्छ। त्यसमा स्थानीय तह पनि काम गरे, स्थानीय सरकार पनि काम गरिराख्नु भएको छ, प्रदेश सरकार पनि काम गरिराख्नुपर्छ र केन्द्र सरकार पनि काम गरिरहेछ। यसलाई इन्टरलिङ्क, यसलाई सबैलाई रिलेटेड गराएर तपाईँको यसलाई चाहिँ प्रत्येक ठाउँको व्यवस्थापनमा पर्यटन क्षेत्रमा ठुलो काम गर्नुपर्ने अवस्था छ। मैले अहिले किमाथाङका नाकाको कुरा गरेँ। वास्तवमा त्यो अहिले त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्दाखेरि तपाईँको कम्तीमा पनि चीन र भारतको व्यापार हामीले चाहिँ यहाँबाट गराउन सक्ने हो भने यति ठुलो चाहिँ रोजगारीको सृजना गर्छ त्यसले। अब त्यो अब अहिले मैले त्यो हाइडोको नि कुरा गरिसकेँ होइन? अब यी सेक्टरहरूमा हामीले काम गर्नुपर्ने छ। हेर्नुहोस् होइन यी सेक्टरहरूलाई चाहिँ तपाईँको अब नगदे बालीको नि कुरा गरेँ। तपाईँको यसको बजारीकरण पनि कुरा हो, उत्पादन मात्रै ठुलो कुरा होइन। फलफुल खेतीको यति ठुलो सम्भावना छ होइन? त्यसलाई चाहिँ हामीले चाहिँ तपाईँको किसानलाई उचित मूल्य दिने, बजार खोजिदिने कुरामा पनि हामी लाग्नुपर्छ भने कोल्ड स्टोरहरू स्थापना गर्नु पर्यो होइन? सडिएर जाने छिटै सड्ने चिजहरूको सन्दर्भमा होइन? किसानहरूको उत्पादनलाई स्टोरेज गर्न कोल्ड स्टोरको पनि अब हामीले मैले त पहिला पनि भनेको थिएँ। हेर्नुहोस् कम्तीमा पनि प्रत्येक पालिकामा एउटा कोल्ड स्टोरेज आवश्यकतालाई हेरेर है, फेरि सबै ठाउँ पनि आवश्यकतालाई हेरेर तपाईँको कोल्ड स्टोरेज गर्ने हो भने तपाईँको धेरै ठुलो सम्भावना छ। पशुपालनको पनि अत्यन्तै ठुलो सम्भावना छ।
तपाईँको डेरीको पनि अत्यन्तै ठुलो, दुधजन्य पदार्थहरूको पनि अत्यन्तै ठुलो सम्भावना छ। अनि सक्खरकै तपाईँहरूले देखिरहनु भएको छ, उखु सक्खर तपाईँको शङ्ख साउको भनेपछि तपाईँको त्यसलाई छुट्टै खालको कुरा छ। हेर्नुहोस् है, यो दाना अहिले जो चाहिँ रुद्राक्ष छ, रुद्राक्ष पनि ठुलो आम्दानीको स्रोत हो। त्यसमा पनि हामीले कानुनी रूपमा र त्यसलाई अझ व्यवस्थित कसरी गर्ने त्यता पनि काम गर्नुपर्ने छ। अब जडीबुटीका सन्दर्भमा मैले अघि भनिसकेँ होइन, त्यसमा पनि हामीले काम गर्नुपर्ने छ। जडीबुटीको के रहेछ भन्दाखेरि तपाईँको सतुवा, त्यसलाई रोप्न पनि मिल्ने र हार्भेस्ट गर्दाखेरि त्यसलाई निकाल्दाखेरि चाहिँ त्यसलाई सही तरिकाले निकाल्न सक्यो भने त्यसले चाहिँ प्रत्येक महिना त्यो चाहिँ अदुवा जस्तो बेथार जस्तो हुँदो रहेछ क्या। त्यो चिजलाई त्यसरी चाहिँ तपाईँको निकाल्ने बेलामा चाहिँ त्यसलाई सही तरिकाले निकाल्न सक्यौँ भने त्यसले चाहिँ प्रत्येक वर्ष हामीलाई आम्दानी दिने रहेछ, त्यो ठुलो चाहिँ आम्दानीको स्रोत हुने रहेछ भनेको। मैले यस्तै जडीबुटीका सन्दर्भमा पनि हामीले थुप्रै काम गर्नु, यस्तो चिजहरूमा पनि तपाईँको कम्तीमा पनि ज्ञान दिएर काम गर्नुपर्ने अवस्था छ। अलैँचीको उत्तिकै सम्भावना छ। चिरैतीको त यति ठुलो राम्रो मार्केट रहेछ, अलैँचीको यति ठुलो मार्केट रहेछ, वास्तवमा किसानले त्यसको रियल मूल्य पाउन सकेका छैन। त्यो चिजमा हामीले काम गर्नु पर्यो, त्यो नीतिगत रूपमा कानुनी रूपमा र चाहिँ तपाईँको हामीले त्यो खालको काम पनि गर्नुपर्ने अवस्था छ। हेर्नुहोस् है, सङ्घर्षवादी जनताको यहाँको सन्दर्भमा मैले एउटा कुरा के देखेँ भने तपाईँको यो मैले पहिल्यैदेखि एउटा कुरा चाहिँ मलाई के लागिरहेको छ भने यो थुप्रै मैले ठाउँमा कुरा उठाएँ, फोरममा कुरा उठाएँ। यहाँ चाहिँ अब हामीले अहिले चाहिँ चतरा लेगुवाको बाटो पनि हामीले अगाडि बढाएको छ। त्यो अहिले साइड ट्र्याकको पनि यो आर्थिक वर्षमा ट्र्याकको पनि भइसक्छ, 2 लेनको बनाउने भन्ने कुरा छ, ट्र्याकको पनि भइसक्छ। त्यसले पनि हामीलाई छोटो दूरी चाहिँ तराईसँग अब जोगमुनि केमाथाङको सन्दर्भमा त्यसलाई पनि जोड्न सकिन्छ होइन, त्यसलाई पनि जोड्न सकिन्छ। त्यो छोटो पनि हुन्छ, हाम्रो यहाँको उत्पादनहरू लिएर जाने कुरा पनि हुन्छ। मैले अर्को चाहिँ के हेरिरहेको छु भन्दाखेरि त्यो जलयातायात नेपालको लागि नौलो चिज छ। र हाम्रो पनि के छ भन्दाखेरि अहिले नयाँ नयाँ चिजहरूमा नेपालीहरूको पनि घुमन्ते जीवनशैली सुरु भएको छ। मलाई लाग्छ अलिकति समय भयो भने नयाँ ठाउँमा पुगाउनु त भन्ने कुरा भएको छ। त्यो डोमेस्टिक टुरिज्म त्यसलाई होइन, आन्तरिक पर्यटनका सन्दर्भमा पनि हामीले थुप्रै काम गर्न सकिन्छ। मलाई एउटा के लागेको भन्दाखेरि चतराबाट मनाकामनासम्म होइन, या अलिमाथि तपाईँको यो योगमायाको चाहिँ तपाईँको होइन समाधि स्थलसम्म हामीले चाहिँ तपाईँको जलयातायातलाई जोड्ने हो भने त्यसले के गरेर छ भने बराह क्षेत्र पनि जोडिन्छ। खुवालुङ हाम्रो किराँत धर्मको आस्थाको एउटा केन्द्र, खुवालुङसम्म पनि पुग्न सकिन्छ होइन। त्यसबाट तपाईँको धनकुटाको मूलघाटमा एउटा के छ त्यो मैले त्यो याद गरेँ, त्यो एउटा ठुलो त्यो प्रसिद्ध ऊ नै छ, त्यो त्यहाँ पनि पुग्न सकिन्छ। त्यहाँबाट मनाकामना लिङ्केज हुनसक्छ, त्यहाँबाट भोजपुरको षडानन्द चाहिँ बालागुरु षडानन्दको त्यहाँ पनि लिङ्केज हुनसक्छ, योगमाया पनि लिङ्केज हुन सक्ने ठुलो सम्भावना देखियो मलाई धार्मिक रूपमा पनि। र तपाईँको त्यहाँबाट अलिकति म्यानेज गर्ने हो भने मलाई ठुलो लाग्दैन। जेट बोट मात्रै चलाउने हो भने तराईका मान्छेहरू यति धेरै ल्याउन सकिन्छ सङ्घसभामा, पर्यटनको हिसाबमा चाहिँ त्यो चाहिँ एउटा क्रान्ति हो भन्छु। त्यो यदि हामीले त्यो गर्न सकिन्छ एउटा क्रान्ति हुन्छ। यति धेरै मान्छे ल्याउन सकिन्छ यहाँ, यति धेरै होटल व्यवसाय तपाईँको सञ्चालन गर्न सकिन्छ, साना साना खाजा पसलहरू सबै। फेरि पर्यटन सेक्टर कस्तो रहेछ भने यसले होलिस्टिक सेक्टरलाई चाहिँ चलाउँदो रहेछ क्या, यो कृषिदेखि लिएर सबै कुराहरूलाई चलाउँदो रहेछ। यो चिज मात्रै यहाँ भित्राउन सक्ने हो भने तपाईँको सङ्घसभालीहरू यति धेरै तपाईँको रोजगारीको पनि सृजना हुन्छ, यति ठुलो काम हुन्छ। मलाई त्यो किन भइरहेको छैन, पटक पटक कुरा उठाएको, बजेट पनि छुट्टिएको भन्छन्, त्यसमा के हडल छ, किन काम हुँदैन? किन त्योभन्दा तलतिर हाइड्रोको कुरा पनि छैन, हाइड्रोको लागि उ गरौँ त भन्दा त्योभन्दा तल हाइड्रोको कुरा पनि छैन, अपर लोवर अरुणदेखि उँधो त हाइड्रो बन्ने कुरा पनि छैन होइन। यो चिजहरूमा हामीले काम गर्न सक्ने हो भने वास्तवमा धेरैभन्दा धेरै चाहिँ पर्यटकहरू यो तराईका त यति धेरै मान्छे ल्याउन सकिन्छ नि, तपाईँको त्यो भनेर साध्यै छैन। त्यो नौलो नेपालको लागि यी चिजहरूमा पनि हामीले काम गर्नुपर्छ भन्ने लाग्छ। थुप्रै सेक्टरहरू छ, तपाईँलाई मैले एउटा अन्तर्वार्तामा भनेर सक्ने कुरा छैन। सम्भवतः भोलि म मेरो एजेन्डाहरू होइन, कङ्ग्रेसको एजेन्डाहरू, मेरो एजेन्डाहरू भोलि म खानबारीबाट सार्वजनिक गर्दैछु। त्यो हामीले दस्तावेजै बनाएको छौँ, लिखितै बनाएको छौँ हामीले होइन। त्यो चिजहरू भोलि हामी सार्वजनिक गर्दैछौँ, त्यसमा पनि तपाईँ सहभागी भइदिनु होला। त्यसमा डिटेलमा हामीले कुरा राखेका छौँ। हुन्छ, अब कुराकानी त अब रहन्छ नै होइन, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्पर्कमा रहिरहन्छौँ नै। अब कुराकानी पनि टुङ्ग्याउँ, तपाईँका धेरै कुराहरू त आए नै। अब तपाईँलाई लागेका के आरोपहरू छन् भने त्यो पनि स्पष्ट हुने अवसर जस्तो पनि हो यो होइन। तपाईँ आफूले फेस गर्नु परेका आरोपहरू केही छन्? त्यस्तो केही छैन अहिलेसम्म। त्यस्तो भगवानको कानमा नपरोस्, त्यस्तो आरोपबाट चाहिँ अगाडि बढ्न पनि नपरोस् भन्ने छ अहिलेसम्म। त्यस्तो माथि त्यस्तो छैन, अब पनि नपरोस् भन्ने चाहन्छु म। यसमा चाहिँ एउटा उच्च चाहिँ तपाईँको नैतिक
चाहिँ बलमा म अगाडि बढ्ने प्रेरणा मलाई सधैँभरि मिलिरहेको होस्, सबैले साथ समर्थन गरिदिनुहोस् यसमा भन्ने मलाई लाग्छ। मलाई अहिलेसम्म त्यस्तो नराम्रो चाहिँ तपाईँले यो खराब काम गर्नुभयो, यहाँ यसो गर्नुभयो उसो गर्नुभयो अहिलेसम्म मेरो कानमा परेको छैन। पछाडि कसैको केही छ भने कसैले केही भन्नुभयो भने त्यसमा म स्पष्टीकरण दिन तयार छु। यो त्यस्तो अहिलेसम्म छैन। त्यही हजुरबाट पनि यो आफैले आफ्नो कुरा केही सुन्नु भएको छ भन्ने मेरो प्रश्न हो। अब अर्को एउटा कुरा चाहिँ के हो भने तपाईँलाई यो चुनावको दौडानमा सुनिएका कुराहरू मध्येमा अब तपाईँ यो चाहिँ सभावारी र पारी भन्ने चाहिँ कुरा उठ्दो रहेछ होइन। यो पटक पनि केही सुनिन्छ, जस्तो यो पटक चाहिँ बढी जसो चाहिँ उम्मेदवारहरू सभावारी भन्नाले खाँदबारी एरियाबाट उठेका छन्। अब 2 नम्बरलाई कसरी समेट्ला र भन्ने खालका कुरा छन् क्या। अब यो विषयमा चाहिँ स्पष्ट पार्नु होला। अब यो कुन ठाउँमा जन्मियो भन्ने कुराले खासै तात्विक भिन्नता राख्दैन जस्तो लाग्छ मलाई। डडेलधुरामा जन्मिएको मान्छे यो मुलुकको प्रधानमन्त्री हुन्छ है। तपाईँको तेर्थुममा जन्मिएको मान्छे तपाईँको देशको प्रधानमन्त्री हुन्छ, बुझ्नु भएन? यो ठुलो कुरा हो जस्तो लागेन मलाई। यो ठुलो कुराहरूमा लिन पनि हुँदैन भन्ने मलाई लाग्छ। र अर्को कुरा क्षेत्रीय कुरा, वास्तवमा अहिले सबभन्दा पहिला चाहिँ यो सडक सञ्जाललाई नजोडिँदाखेरि यो प्रशासनिक इकाइहरू राख्ने सन्दर्भमा थुप्रै कुराहरू आएको थियो होला। हिजो क्षेत्रीय कुरा थुप्रै हुन्थ्यो, अहिले मलाई त्यस्तो छ जस्तो लाग्दैन। किनभने हिजो तपाईँको हिजोको चुनाव राजेन्द्र गौतम र दीपक खड्काजी लड्दै गर्दा हामीले पारीबाट चाहिँ उम्मेदवार भयो, यताबाट भएन भन्ने कुरा उठ्यो जस्तो मलाई लाग्दैन। अहिले जुन खालको कुरा गर्नुभयो मैले गाईको त यो कुरा सुने। तर एउटा कुरा चाहिँ म के भन्छु भन्दा क्षेत्रीय प्रतिनिधित्व भएन भन्ने कुरा हो भने सबभन्दा बढी त्यो क्षेत्रीय सन्तुलन मिलाउन सक्ने व्यक्ति दिपन कुमार श्रेष्ठ हो भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। किनभने मेरो मामली पनि चैनपुर हो, मेरो ससुराली पनि चैनपुर हो, त्यो हिसाबमा पारिवारिक हिसाबमा। र पटक होइन त्यो सेक्टरको विशेष गरी मलाई त त्यो क्षेत्रीय हिसाबमा कुरा गर्नुहुन्छ भने यो क्षेत्रभन्दा पनि पल्लो क्षेत्र राजनीतिक रूपमा सधैँ माया गरेको मान्छे हो म हरेक गतिविधिमा संलग्न छु। त्यो क्षेत्रीय कुरा होइन, यसलाई क्षेत्रीय कुराको रूपमा लानु हुँदैन। यो देशै निर्माण गर्ने भनेर लागेको छु, मैले देशै बनाउने भनेर लागेको छु। कहाँ क्षेत्रीय कुरा त कहाँबाट उठ्छ र? हामीले प्रत्येक ठाउँमा होइन आवश्यकताका आधारमा योजनाहरू लिएर जाने हो, कार्यक्रमहरू लिएर जाने हो। त्यसै कारणले तपाईँको क्षेत्रीय कुरा चाहिँ हिजो थियो, हिजो नभएको होइन, हिजो थियो। किन क्षेत्र पनि 2टा थियो फेरि, अहिले त एउटै क्षेत्र छ होइन, निर्वाचन एउटै क्षेत्र छ। फेरि बाटोघाटोको सुविधा पनि सबैतिर पुगेकै छ। थुप्रै काम गर्नु पनि छ भने चाहिँ थुप्रै काम गर्नुपर्ने बाँकी छ अझै। तर अहिले सहज पहुँच छ सबैतिर भनौँ न, जानलाको लागि सहज पहुँच छ। त्यसै कारणले क्षेत्रीय कुरा त्यति उठ्नुहुन्छ जस्तो मलाई लाग्दैन। यो क्षेत्रीय कुराले खासै अर्थ राख्दैन। मान्छेको नियत चाहिँ हो है, फेरि नियत के छ भन्ने कुरा हो। यहीँका मान्छे भएर भने यहाँ काम गरिँदैन भने त के अर्थ भएर भूगोलले मात्रै के गर्छ? मान्छेको नियत के छ भन्ने कुरा हो क्या। मेरो नियत सफा छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। क्षेत्रीय रूपमा विभेद हुँदैन। म आवश्यकताको आधारमा प्रत्येक सङ्घर्षवादी जनताको सेवा गर्नको लागि भनेर राजनीतिमा लागेको हो। मैले व्यक्तिगत स्वार्थ, मैले अघि पनि भने म व्यक्तिगत स्वार्थको लागि लाग्ने भए व्यापारमा लाग्थेँ होला, ठेकापट्टामा लाग्थेँ होला, तपाईँको अन्य पेसा व्यवसायमा म हिँड्थेँ होला, जागिर खान्थेँ होला, के गर्थेँ होला। तर निरन्तर सामाजिक क्षेत्रमै लागेको हुनाले, राजनीतिकमै लागेको हुनाले तपाईँको कसैले पनि योबाट विभेद हुन्छ कि योबाट चाहिँ अन्याय हुन्छ कि यसले तलामाथि गर्छ कि भनेर कसैले नसोचिदिनु होला होइन। मेरो जीवन मैले चाहिँ तपाईँको मैले भने नि त, मेरो जीवन मैले राजनीति र समाजका लागि समर्पण गरेका छु। सङ्घर्षवादी जनताको हितकै लागि म काम गर्छु, नेपाली जनताको हितकै लागि काम गर्छु। कति सक्छु त्यति गर्ने हो, नगर्ने भन्ने कुरै छैन। मबाट अनैतिक कामहरू कुनै पनि हुने छैन। तपाईँहरूले हुने भयो भने मलाई अम्ल्याएर ठाउँको ठाउँ कारबाही गर्नुहुन्छ। अब कुराकानी टुङ्ग्याउँ, अन्तिममा थप केही भन्नु छ? म यति भन्छु, तपाईँहरूले विवेक प्रयोग गर्नुहोस्। यो निर्वाचन भनेको केवल एउटा प्रतिनिधि मात्रै छान्ने निर्वाचन होइन, यो हाम्रो भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन हो। हामीले कस्तो प्रतिनिधि छान्दैछौँ भन्ने कुरा चाहिँ बडो गम्भीर भएर यहाँहरूले गर्नु होला। निर्वाचनको बेला भोट माग्न आउने, त्यसपछि हराउने मान्छे छान्दै गर्दाखेरि वास्तवमा भोलि ठुलो समस्या बिहोर्नुपर्छ कि यो पनि विचार गरिदिनु होला। अब झुटा आश्वासन, खोक्रा नाराहरू र प्रलोभनमा कम्तीमा पनि प्रलोभनमा नपरिदिनु होला। किनभने यो हाम्रो जीवनसँग जोडिएको विषय छ, हाम्रो भाग्य र भविष्यसँग जोडिएको विषय छ, यो हाम्रो ठाउँको विकास र समृद्धिसँग जोडिएको विषय छ। त्यही कारणले बडो गम्भीर हामी हुनैपर्छ। हामी आलु प्याज किन्दाखेरि छानी किन्छौँ, बिग्रेको छ कि भनेर किन्छौँ। यो त यति ठुलो कुरा हो। तपाईँ हाम्रो जो नेपाली जनताको सार्वभौम अधिकार छ
हामी चाहिँ यो देशको मालिक हो भन्छौँ, त्यो मालिकत्व चाहिँ त्यो अधिकार चाहिँ हामी एउटा प्रतिनिधिलाई ल हामी मध्येबाट तैँले चाहिँ गरे भनेर हामीले जिम्मा लाउने हो क्या। हामी सेवक छान्ने हो, यहाँ चाहिँ मालिक बनाउने काममा नलागौँ भन्ने कुरा म अनुरोध गर्छु। हामीले सेवक छान्ने हो, यहाँ बसेर सेवा गर्ने मान्छे, यहाँ बसेर सेवा गर्न सक्ने मान्छे छान्ने हो। तपाईँ हामीले लाएर आएर खटाएको चाहिँ काम गर्ने मान्छे छान्ने हो। त्यो कारणले आलु प्याज किन्दाखेरि राम्रो राम्रो छान्छौँ हामी। यो प्रतिनिधि छान्ने कुरा जसले यो सङ्घसभाकै नेतृत्व गर्छ, सङ्घसभाको विकासको नेतृत्व गर्छ, तपाईँको सुशासन र चाहिँ भ्रष्टाचार मुक्त समाज जो भनेका छौँ त्यसका लागि पनि काम गर्छ भनिसकेपछि हामीले यो क्षेत्रबाट छान्दाखेरि अत्यन्तै राम्रो मान्छे, अत्यन्तै क्रिम मान्छे, हिजो पनि तपाईँहरूसँग काम गरेको, भोलि पनि काम गर्न सक्ने मान्छे चाहिँ तपाईँहरूले छानिदिनु भयो भने वास्तवमा त्यो चाहिँ सङ्घसभाको लागि न्याय हुन्छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। तपाईँले आजको मेरो अतिथिसँग कुरा सुनिसक्नु भएको छ। हाबी अतिथि भयो, धेरै क्वेसन सोधेनन् भन्ने तपाईँलाई लाग्न सक्छ। मैले अगाडि पनि भनेको छु, यो सुन्ने कार्यक्रम हो, उहाँको कुरा सुन्नकै लागि तयार गरिएको कार्यक्रम भएकोले एकहोरो तरिकाले बढी जसो अथवा उहाँकै कुरा आयो, यो मेरो मकसद नै हो कि उहाँको कुरा सुनौ भन्ने, त्यही रूपमा बुझिदिनु होला। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कमेन्ट पनि गर्दै गर्नुहोला। म अर्को उम्मेदवारसँगको कुराकानी लिएर आउनेछु। नमस्ते।